हेलो गाइज वेलकम छ मेरो न्यू भ्लगमा। तपाईँहरू सबै सधैँ आरामै हुनुहुन्छ होला। म पनि सधैँ आरामै छु। हामी चाहिँ तल हिँड्दैछौँ गाइजहरू खोलामा। गाइजहरू यता नि छ। हामी गाइजहरू हामी चाहिँ यहाँ आइसकेको छौँ है। खाना पाक्दैछ यहाँ चाहिँ एकदम यता पनि मासु पोलाइ भइरहेको छ काम। मासु उहाँ हुनुहुन्छ है पुजारी। उहाँ आउँदै हुनुहुन्छ पुजारी चाहिँ। पुजारी धेरै थाकेछ जस्तो छ, धेरै तातो भयो जस्तो छ। पुजारी चाहिँ उहाँ पौडी हानिरहेछ है। खाँदैन त्यहाँ त्यो काममा यतै कमायो। गाइजहरू यहाँ चाहिँ भिनाजुले मासु बनाउँदैछ, पोल्दैछ। हावाले छन् मान्छेहरू। खाना पकाउँदैछ कोही, उहाँ बसिरहेको छ। कोही चाहिँ यता हुनुहुन्छ पुजारीहरू चाहिँ दुईजना, अनि यता यता नि छन्। यता नि हुनुहुन्छ मान्छेहरू छन् टन्नै। म चाहिँ यहाँ बसिरहेको छु है। अल्छी लाग्यो। उहाँ ठुलो बाले जाल हान्दै हुनुहुन्छ।
हेर्न सक्नुहुन्छ अब ठुलो बाले माछा कत्तिको झिक्नु हुनुहुन्छ हेर्न सक्नुहुन्छ लै लै अब ठुलो बाले कतिले झिक्ला जस्तो छ लै 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 ओहो राम्रै फुकाउनु भएको जाल छ अब हेरौँ कत्तिको झिक्नु हुँदो रहेछ परेन छ गाइज ओ पुजारी ठुलो बाले माछा झिक्नुहुन्छ निकाल्नु भयो एउटा निकाल्नु भयो ओ माई गॉड पुजारीहरू चाहिँ दुईजना छ है गाइसहरू एउटा यहाँ छ अनि एउटा उहाँ छ यहाँ चाहिँ माछा मार्दैछ है मामाहरू आएछ फेरि मामा सानो हुनुहुन्छ माछा मार्नुलाई छोरो मामा उता हुनुहुन्छ छोरा यता फेरि आयो बसि नै रहेका छौँ यतापट्टि नि हुनुहुन्छ यहाँ सुरेन हुनुहुन्छ यता बसेर हामी अब अहिले भर्खर पौडी खेलेर बसिरहेको उहाँ चाहिँ मामा हुनुहुन्छ मामा हुनुहुन्छ है उहाँ यता भेना यता मामा उहाँ छन् केटाहरू काका हुनुहुन्छ हजुरबाहरू छन् सबैजना गाउँको गाइसहरू अहिले चाहिँ म यहाँ माथि आएको छु आएको केटाहरू आउँदैछ यसो भ्यू देखाउनु पऱ्यो भने म यहाँ माथि आइदिएको है तल बस्दा बस्दा नि अल्छी लाग्यो अनि त्यही भएर अब एक्लै भए पनि आइदिएको अल्छी लागिरहेको थियो अनि यहाँ यसो हेरेको अलिक राम्रो भ्यू हेर्दो रहेछ अनि यसो आइदिएको है गाइस कस्तो भ्यू हेर्न सक्नुहुन्छ गाइसहरू हाम्रो दिगो खोला यहाँ चाहिँ हाल्थ्यो होइन पहिला बिजुली निकाल्थ्यो यहाँबाट अहिले यहाँ काम गरे नि पछाडिपट्टि गर्दै बाहिर निकाले पानी चाहिँ यहाँ भित्र चाहिँ अहिले काम चलिरहेको छ क्या अनि गाइसहरू हेर्न सक्नुहुन्छ यता हजुरबाहरू हुनुहुन्छ मामाहरू हुनुहुन्छ उहाँ छ केटाहरू यहाँनिर छ एउटा केटा हामी दुईजना मात्र हो यहाँ माथि आएको चाहिँ है अरू केटाहरू चाहिँ माथि तलै छौ हेर्न सक्नुहुन्छ ओह आजको पुजारी आउँदैछ यहाँ पनि छ आजको पुजारी यता पनि हुनुहुन्छ यस्तो पुजारी हाई यल्लो केही पनि छैन गाईहरू खाना खाने क्रम भयो यहाँ चाहिँ सब हेलो नमस्ते गाइस आज फेरि युएस भाइको ब्लगमा आउँदैछु होइन सबको केटाहरू छँदैछ कस्तो केटा हो भयो साथी लिएको छैन केटाले आमा मासु खानु भनेपछि केटाहरू फेरि ब्रेक सर तपाईँलाई कस्तो लागिरहेको मासु एकदम ठिक छ
तपाईँको मासु अलिक थोरै छ त के हो कुरो खाइसकेको यहाँ त टन्नै छ त नि आम्मा यहाँ डिमान्डेड हो क्या एउटै हो नि एउटै हो शिव सर तपाईँ किन मासु लिनु थोरै पाठीको छुट्टै छ अरे फेरि पूजा पाठी होइन यहाँ धेरै पूजा गरेका आज हाम्रो सानो सर हुनुहुन्छ यहाँ एकदम सँगले कस्तो रहेछ कहाँको नुन चर्को छ है तनाव छ है नुन चर्को छ काठे नुन चर्को छ भलक चाहिँ खजानमा कागज खतरा चाहिँ काट्नु भएन है कुनै पनि तपाईँ पनि काट्नु भएन है यस्तो भएर चाहिँ हुँदैन है भल सर तपाईँले कस्तो भयो यो पाठीको मासुमा नुन कस्तो छ नुन बढ्छ अर्को छ यहाँ एकदम कसले पकायो कुकमेन कत्रो हो है अब आमाहरूले खानुहुन्छ होइन हेलो केटा तँलाई चाहिँ कस्तो लाग्यो भने यो चाहिँ हाम्रो पुजारी एकदम मिठो लाग्यो होइन मासु मासु फ्याल्ला है केटाहरूले यहाँ धेरै भयो अरे यहीँ मासु फ्याल्ला यो चाहिँ हाल्नु हड्डी चाहिँ मात्र फ्यालेछ मासु त खायो हड्डी मात्र फ्यालेछ सबै खाइराखे सबैजना पौडी खेल्ने एकछिन खेल्नु होला खेल्ने ए हाम्रो सर चाहिँ भात रुचेन अरे मासु चाहिँ रुच्छ अरे खै थोरै भयो कि के हो अझै मगाउनुपर्छ क्या मासु त्यही त के भरोसर मासु मगाउनु पर्ने हो कुखुराको छैन होला चिकन त सबै चिकन हो मगाउनुपर्छ अब पाठीको चाहिँ होला है केटा के हो मगाउने पाठीको नि पानीको छैन बरु हो र दबाउनुहोस् हाम्रो केटाहरू चाहिँ भर केटाहरू अहिले खुङखार अब भलिबल खेलाडीहरू हुन् यिनीहरू चाहिँ होइन यो भाइको ब्लगमा सबैजनाले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु म लाइक सेयर सब्सक्राइब गरिदिनु होला अब फाइनली सकिसकेको छ सबै केटाहरू चाहिँ उहाँ पौडी खेल्न जानु खोज्यो है के को हात सात धोएर थाल भाँडा माझेर यिनीहरूले चाहिँ भात खाएकै छ मासु खाएकै छ मासु सक्यो केटा यहाँ चाहिँ माझेले ठिक ठिक मासु चाहिँ खानुपर्छ केटा ज्यान बनाउनुपर्छ होइन फाइनली केटाहरूले अब भयो अरे अघि आयो अरे हेर भात छोडेको हेर हड्डी मात्र छ चोको चाहिँ चोको चाहिँ खाएन फुल मासु चाहिँ खाइसु चो हड्डी मात्र छ है यो लैजा भाइ खा केटा खा खान पाकाएर खानुपर्छ फक रे यार आमा यो चाहिँ हाल्नुपर्छ है फक देखाइदिएर त्यो भाइले यार कस्तो भयो यार त्यो अटरीले क्या फक रे कसले सिकायो त्यसलाई फक भन्न यार त्यस्तो बच्चाहरू पनि छ है हाम्रो गाउँमा एकदम नै परेकाहरू क्या कोही सबैजना त्यस्तो छ भन्न सक्दिनँ उनीहरूले 3 बात भइसक्यो केटाहरू त्यो यस्तै हो हाम्रो केटाहरू चाहिँ कस्तो भइरहेछ मा एकदम मिठो भइरहेछ हो ल अब चाहिँ भाइरल हुन्छ मासु पुग्यो न म ल्याइदिन्छु खस्यो केटाहरू चाहिँ त्यो थाल भाँडा मासु पऱ्यो हाम्रो केटाहरूको चाहिँ टक्क भाँडा माझेको स्टाइल है ल एकदम भविष्यमा यिनीहरू भाँडा नै माझ्ने हुनुहुन्छ खासमा त्यही भएर एकदम सिक्लाइ गरिराख अब भलिबल खेलाडीले माझ्ने भनेकै भाँडा हो होइन अरू त अब के नेपालमा बसेर खासै केही गर्न सकिँदैन खेलाडी भएर हजुर पऱ्यो त्यो सिकिराख्नुपर्छ नि त होइन त भएर सर ठिक छ उहाँ चाहिँ हाम्रो रामेछाप नगरपालिकाको खेलाडी हुनुहुन्छ अहिलेको सिलेक्सन भएको खेलाडी अनि भाँडामा चाहिँ कस्तो फिल भइरहेको भन त केटा हो
के र 12 मार्च त कस्तो फिल भइरहेछ भरोसा दिनुहोस् त एकचोटि ए मैले थाल कहाँ राखेँ यार ए नमस्ते गाइजहरु ए कता जाने घर केरा अब पौडी खेल्न जाने होइन हामी फाइनली अब पौडी खेल खाइसकेर हामी अगाइसक्यौँ अब फेरि केटाहरू पौडी खेल्न जाउँ भन्दा एकछिन पौडी खेलौँ है अहिले चाहिँ यता नि खोला ठुलो छ डर लाग्छ यार पौडी खेल्नै बगाइदिएला भने टेन्सन छ अब टक्क लाएर पौडी खेल्ने एकछिन अनि घरतिर जाने हो भर्खरै खाएको यार पौडी खेल्नु मर्छ पौडी खेल्नु भने ला यार मेरो थाली यहीँ थियो यार कहाँ हरायो माने बाबु ओइ केटा यहाँ मेरो थाल देख्नु सियाको कहाँ राख्छ केटा के हो थालै हरायो यार मेरो ए त्यो सुटिङ हैन त नि यसले सुटिङ देख्नु क्या ए फाइनली भेटिसक्यो थाल त्यहाँ रहेछ पढ्नु हुन्छ नि केटा ए बडामा ट्याक्न जानुपर्छ चलेर ट्र्याक्टर पनि आएको छ ओ किसमा हाल्नु बाल्दा ए त्यसो हामी ट्र्याक्टर जान्छ पर्ने खेलौँ उता त्यो ट्याक्टर उता जान्छ होला कहाँ जान्छ उता माथि जान्छ त्यो ट्याक्टर कता जान्छ ट्र्याक्टर कपाल चाहिँ मेरो काम पर्ने भइसकेछ यार बोर्डको त्यहाँ भात उयो गऱ्यो होला मसँग हुनुहुन्छ हाम्रो यहाँ विवेक सरको भ्लगमा एकदम आउनु पर्यो त नि पर्यो त ल कस्तो भरिमा हुनुहुन्छ र साह्रै ए ल ठिक छ हाम्रो यहाँ विवेश मगर भ्लगको अब यहाँ एकदमसँगले रेडी हुँदैछ होइन अब यहाँ माछा पोलेर खाँदैछन् माछा नै मासु नुन चाहिँ एकदम मरत छ सबैजनाले हाम्रो विवेश मगर भ्लगमा सब्सक्राइब फलो सब्सक्राइब लाइक सेयर गरिदिनु होला भन्न चाहन्छु म ल जमजम पढ्नु घरमा त होला नि अहिले भरे आउँला नि हामी चाहिँ अब पौडी खेल्न जाने हो गाइजहरू सबैजना ल विवेश भाइ यता यता हामी सबैजना यता गाइजहरू थम्बनेल हुन्छ नि थम्बनेलको लागि पौडी खेल्न जाने ल उताको त पौडी खेल्न जाने लास्ट चाहिँ गहिरो छ त्यहाँ त फेरि अस्ति चाहिँ पानी सुकेर पुरै थियो अहिले चाहिँ एकदम सँगले पौडी खेल्न जाने भरै भात खाएको फेरि पौडी खेल्न अलिक गाह्रो होला जस्तो होइन गाह्रै हुन्छ अब एकैछिन पौडी खेलेर अब घरतिर लाग्नु पर्ने हुन्छ हामी चाहिँ किन है हामी चाहिँ यही दहमा फाइनली पौडी खेल्छौँ पिन्डे दह भनेर चिन्छ यसलाई खोजिरहेको छु केटाहरू यहाँ झोला सोला ब्याग स्याग बोकेर त्यही त यसो चाहिँ यहाँ हाम्रो एकजना हुनुहुन्छ उहाँ हिरो अहिलेको एकदम रातमाटा गाउँको चक्लेटी बोय हुनुहुन्छ उहाँ चाहिँ होइन तरुणीहरू लट्ठै हुन्छ उहाँदेखि उहाँसँग हाम्रो अर्को चक्लेटी बोय हुनुहुन्छ भलिबल खेलाडी सिस प्याक रहेको गाइस सिस प्याकै हाम्रो सिस प्याक देखा त भाइ सिस प्याक देखाएन सिस प्याक हजुर एउटा छैन यो भाइको चाहिँ भाइ तिम्रो पनि सिस प्याक एउटा चाहिँ अब पौडी खेलिसक्यो अब घर जाने होइन केटा होइन बनाउँदा अब
भर्सर घर जाने होइन के भरे यसो लाग्यो के फोटो खिच्नु पऱ्यो रे फोटो खिच्नु जाने गर गाइस अब घडी नआटेको पौडी धेरै खेल्ने गाइस बाइ बाइ अब नेक्स्ट ब्लगमा आउने छ धन्य बनाएको भर्खरै गाइस भन्दै गाइसहरु अब नेक्स्ट ब्लगमा आउँछ गाइस बाइ बाइ सी यु टुमारो डिस्कभरी गाइस डिस्कभरी हाम्रो स्कर्पियो है गाइस हामीलाई स्कर्पियो पर्छ हजुर ज्यान मोबाइल हात लाइन तपाईको चाहिँ च्यानल लगाउन गर्छ त्यो बिया खाली बस्न अझ सजिलो हुन्छ क्या हाम्रो स्कर्पियो छ के स्कर्पियो है गाइस सरा दिबो हाम्रो मिनी बस गाइस सला दिबो सेलेले दिबो बसको झ्यालै हिँड्नु भन्दा होइन अब हाम्रो स्कर्पियो कडा छ गच्चा पार्छ यो सानीमा हाइड्रो पावर फाइनली यहाँ आइपुग्यो हामी क्या हुआ ये क्या हुआ गीत सुनेन है केटा अलि गीत सुन्नु